70% भ्रष्टाचार एमाले र कांग्रेसले गरेका छन्। तर आफू र आफ्नोलाई बचाएर भर्खर आएका देशमा केही गर्छु भनेर सबैभन्दा धेरै जनताका मत लिएर दुई पटक देशको गृहमन्त्री एवं उप प्रधानमन्त्री समेत बन्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति चितवन क्षेत्रमा दुई पटक चुनाव जितेर सांसद बनेका रवि लामिछानेलाई झुट्टा मुद्दा लगाएर जेल कोज्ने परिपञ्च गरिएको छ भन्छन् पूर्व उपराष्ट्रपति वा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन पासाङ। यो भिडियो हेर्नुहोस्। अनि हामीलाई कति मुद्दा लागे, अहिले जे मुद्दा लागिरहेको छ माओवादीले त्यस्तै कुरा हो भन्ने कुरा एकदम सर्टमा बुझ्नुस् न। विरोधीहरू लागेर बदमासी गर्ने, सहकारी ठग्नेदेखि लिएर सारा जे गर्छन् उनीले गर्ने, अनि योले गरेछ भनेर मुद्दा उसको नाममा हाल्ने। अनि अहिले रविहरू परिरहेछ, अरू किन परिरहेको छैन। 70% भ्रष्टाचार, सबभन्दा ठुला भ्रष्टाचार त एमाले कांग्रेसले गरेको नि रहेछ भन्ने कुरा त आइरहेको छ नि त बाहिर त। त्यसकारण साँचो सत्य तथ्यमा बुझेर यी झुट्टा मुद्दा परेका कुराहरूलाई पनि फैसला नहुँदासम्मको स्थितिमा, मुद्दा लडिराखेका फैसला नभएको स्थितिमा हाम्रा धारणा बनाउनु एक गलत। अनि मुद्दा फैसला पनि अदालत हाम्रो छ कि छैन त्यो पनि हेर्नु पर्यो नि त। सबै कुरा हेरेर मात्रै आफ्नो धारणा विचार दिँदा ठिक हुन्छ। अरूको विचार अगाडि त्यत्तिकै यसलाई यस्तो पो भएको छ, यस्तो लागेको छ, यस्तो भएको छ भनेर कुरा गऱ्यौँ भनेपछि सायद हामी सही ठाउँमा पुग्न सक्दैनौँ भन्ने देखिन्छ। र सत्य र तथ्य, माओले भनेकै पनि सत्य र तथ्य को आधारमा मात्रै बोल्ने अधिकार छ, न त अरू अधिकारै छैन भनेर माओले भनेको छ। हामी त माओले भनेको सम्झिन्छ, तपाईँहरूले सम्झिनुहुन्छ। त्यसकारण यो बारेमा पनि अब ऊ कस्तो गर्छ व्यवहार, राज्यले ऊप्रति कस्तो व्यवहार गर्छ भन्ने हो नि त पहिलो कुरा त। जस्तै टोपबहादुरजीको के भयो, केस पर्यो, अनि मुद्दामा सत्तै उता मुद्दा परेर उसलाई पूर्वपक्षमा भनेर सुरुमै लगिहाल्यो। त्यो कुरा त रविको सवालमा पनि हुन सक्थ्यो नि त। जस्तै पोखरामै अदालतले त सत्य बाहिर ऊ भन्यो, बाहिर बसेर लड्ने भनिदियो पोखरामा। अनि तल उसमा पनि बुटोलमा पनि पहिला त ल बाहिर बसेर लड्ने भनिदियो। तर फेरि अर्को मुद्दा हालेर फेरि चाहिँ ल उहाँ जेलमा जाने भनेपछि त स्वतः पूर्वाधार देखियो हुन्थ्यो। यो कानुन पनि नियम पनि के हो, एउटै केसमा दुईवटा निर्णय हुन्छ, दुईवटा फैसला हुन्छ। त्यो त हामीले सरल ढङ्गले बुझ्ने कुरा भयो के। अनि टोपबहादुरजीको सुरुमै भइहाल्यो, फ्याक्ट उता भइहाल्यो। उनको पनि अब एउटै निर्णय हुनु पर्थ्यो नि त, दुईटै निर्णय किन त भन्दा त स्वतः। यद्यपि यसको अर्थ मैले भन्न खोजेको होइन कि रवि लामिछाने निर्दोष छन्, मैले त्यो भनेको छैन। त्यो फैसला नआउँदै हामीले त्यो बोल्ने कुरा पनि भएन, भन्ने कुरा पनि भएन। अनि एउटै केसमा दुईवटा निर्णय किन हुन्छ यो देशमा भन्ने सवाल हाम्रो हो कि। त्यो त तपाईँको सवालमा पनि हुनसक्छ, अरूको सवालमा पनि हुनसक्छ। अब विरोधी शक्ति कति स्ट्रङ छ, कति बलियो छ भन्ने कुराले यो कुरा निर्धारण हुँदो रहेछ त। भन्दा त रवि त अहिले त छैन नि त, पावरमा त छैनन्, शक्तिमा त छैनन्। तर शक्तिमा भएको कुराले पक्षले विचार गर्नु पर्यो नि। एउटै निर्णयमा, एउटै केसमा दुईवटा निर्णय किन हुन्छ, त्यसो पनि होइन। न्यायालय गलत छ भन्ने पनि होइन। त्यसकारण एउटै हुनु पर्थ्यो, त्यो भइदिएको भए राम्रो हुन्थ्यो भन्ने कुरा यो पूर्वाधारको सन्दर्भमा ल्याउनु भयो नि तपाईँहरूले। त्यहाँनिर मात्रै मैले भन्न खोजेको, हेर्दाखेरि सरफेसमा हेर्दाखेरि स्वत जनताले देख्ने खालको, बुझिने खालको। त्यो त अदालतमा छ त, हामीले भनेर त कहाँ हुन्छ। त्यो त पहिले अदालतले फैसला गर्नु पर्यो।